हेलो एभ्रिवान, वेलकम टु आवर ब्लग। आजको हाम्रो सानो पदयात्रा यसमा समावेश छ। आज हामी काफल खान जाँदैछौँ। हाम्रो कीर्तिपुर पागा नजिकैतिरबाट हामी माथि डाँडामा बोसन डाँडा नजिकै जाँदैछौँ। टोटली साग हो, यस्तो मिठो हुन्छ। ए चोरहरू कति चाँडो हिँडेको पर्ख। मान्छेहरू सबै दौडेको रे उनीहरूलाई समाउनको लागि। गाइज हामी अहिले दुध पोखरीमा आछौँ। आन्टी दुध पोखरी है यो? ए दुधको पोखरी छ त्यहाँ? ए भन्नलाई चाहिँ दुध पोखरी, यहाँ न त पोखरी छ न यहाँ दुधको पोखरी छ, के पनि छैन। ऐसेलु ए यहाँ पनि छ त, खान्न खान्न, यहाँ पनि छ। ए हेर त यहाँ पनि छ। यहाँ चाहिँ ऐसेलु भेटाएँ। उनीहरू त्यहाँ पुगिसक्यो, म ऐसेलु खाना यहाँ बसिरहेको छु। दौडेर जाने हो अहिले। वाह कस्तो मिठो। तर यहाँ टिप हामीले चाहिँ यो छुट्टा छुट्टै समयमा छोटो छोटो भिडियोहरू बनाउँदै हिँडिरहेकोले कहिले त छुट्टा छुट्टै फोनहरूबाट बनाएको भिडियोहरू पनि जोडेर बनाइरहेको हुनाले भिडियोमा त्यति क्वालिटी नहोला। भिडियोमा त्यति राम्रो क्वालिटी त छैन, तर यहाँ अहिले देख्न पनि गाह्रो बिताएका मोमेन्टहरू रमाइलो र इन्ट्रेस्टिङ छ कि त्यसले गर्दा भिडियो राम्रै बन्छ जस्तो आशा चाहिँ हामीलाई छ। हेरेर साथ दिनु होला। ल अब हामीले यो उकालो चढेर जानुपर्ने छ माथि। कुन बाटो सजिलो छ त्यतै बाटो जाम है। यता हामीले कोही लोकलहरू चाहिँ भेटाएको छैनौँ। कोही लोकलहरू हुनुभएको भए चाहिँ उहाँहरूलाई सोधेर यो ठाउँ कुन हो भनेर ठ्याक्क सोध्न हुन्थ्यो। हामी कुन ठाउँमा छौँ भन्ने त थाहा भएन हामीलाई। हामी खै कता पो पुगेका छौँ थाहा भएन। सोध्यो भने फेरि यहाँ माथिको कामल काम आउँछ भनेर पारी भनिदिन्छन्। अनि हामी यो आफू मात्रै खान्छौँ, अलिअलि मलाई पनि देउन खान्छु। साँच्चीको खाना मिल्ने फल हो। खाइसी मरिन्न नि? बाँचिन्छ मजाले, 2 दिन भयो। ए तिनलाई देऊ बिचरा भोगले उता उठ्न पनि सके छैन, बसिरहेको छिन्। अरे लड्दै पढ्दै उठ्दै हिँड्दै छिन् बिचरी। के भयो? गालो भयो। अहिले यता पुगिसकेछौँ। यहाँबाट एकदम राम्रो भ्यू देखिँदो रहेछ। उता ललितपुर, यता चोबार, यो कीर्तिपुर, कलङ्की सब देखिँदो रहेछ यहाँबाट। कस्तो दामी भ्यू छ। यता चाहिँ सबैजना काफल टिप्न जाँदै हुनुहुन्छ जस्तो छ। हजुर आमा यो ठाउँलाई के भन्छ? यहाँनिरतिरको यो ठाउँलाई के भन्छ? ए यो पनि बोसन डाँडा हो। हजुर यतैको हुनुहुन्छ? नै सबैलेदेखि पुर्खा यही हो पुर्खा। ए हाम्रो घर त उता पश्चिममा हो। यता चाहिँ त्यहाँ पनि छ। हामी नभनौँ, नम्रताले नै टिपेको सबै। कस्तो राम्रोसँग च्यापट समाउँछन् के। अघि मैले एउटा टिप्दाखेरि 1 घन्टा लगाएको थिएँ। हेर मैले यति धेरै टिपेर भइसकेँ। सब मैले टिपेको एउटा दुईवटा दाइले टिप्नु भएको थियो। म सबलाई पकाएर दिन्छु आज टन्न। ओइ त्यो फापर टिप्नु न, यति धेरै फापर छ यार। भिडियो बनाउनु कि फापर टिप्नु? भर्खरै यो किमु पनि टिपेको। यहाँ कस्तो धेरै फलेको छ, तर हामीलाई खाने टाइम नै छैन। हामी 12 बजे हिँडेर 2-3 बजिसकेको थियो बोसन डाँडा पुग्दा पनि। एकदम ढिलो भएको थियो, हतार गइहालेँ। त्यहाँ त्यो बोसन डाँडातिर बसेर किमु खाएन। ल नम्रता यो केतुकीमा लेख्न मिल्छ नि थाहा छ? म तिम्रो र मेरो नाम लेखेर जान्छु। खैदेऊ मलाई भिडियो बनाइदिनु। छिटो जाम यार। त्यहीमा कलम हुन्छ अनि त्यहीमा काटी हुन्छ। पहिले अछाम लेख्या
अशोक लेखा अनि बैतडीको हो तपाईँ हो राधे लेख न छिटो राधे नमु लेखिसके राधे बैतडी रोयल बैतडी लेख्नु न लेखिन्न यार त्यसले चिलाउँछ नि फेरि सर चिलाउँछ है त्यस्तो रे छ्यामा चिलाउने बैतडी पछि सुक्यो भने कस्तो राम्रो देखिन्छ नमु लेखेर फोन नम्बर लेखिदियो अरे के पुरै तिम्रो नमु ल राधे लेख न तिमी मेरो पेन कता हरायो के रुक्न पर्दा यहाँ आउनु भन्दा त्यहाँबाट है लामै लाग्नु पर्यो हामी स्कुल जाँदा होइन धेरै होइन जो के तिमी मन पर्छ उसको नाम लेखिया समाउ राधे राधे खै म अब जाम्न काफल खान आएको गाइस पार्लेजी खाएर बसिर अनि उहाँ पनि एकजना हालिदेऊ त अलि बढी पानी हालिदेऊ ल ल अब यसरी खाने हो टाउकामा पुस्न यसरी भइहाल्छ भएको सबभन्दा कालो दाइ भन्दा नि कालो भयो दाइ भयो उता उता रुखै भाँचेर यहाँ हेर्नु लिगल्ली मानिन्छ त्यही भएर यहाँ दण्ड चाहियो फोटो खिच्ने हो नाइ मेरो काफलको फोटो खिच न अब यता चाहिँ मजाले काफलहरू पनि छ मै हो कि खिच्ने हो कस्तो दामी देखिएछ यहाँ तपाईँहरू खिच्नै जान्दैन मै हो क्या म आयो भने रोक्नु दुइटै जाऊ सँगै लडे सिटामा तल बुझ्नु हामी फर्किँदा चाहिँ यो घरहरूमा देखेको बाटोहरूले हामी मोहित भएको छ यो पनि यो थोरै झल्काइदिन्छु ल बनाऊ भिडियो ओके यता हेर त कस्तो राम्रो छ कि बाटो पनि